हेलो साथीहरु नमस्ते गुड इभिनिङ अनि स्वागत गर्न चाहन्छु आजको यस मेरो नयाँ अर्को न्यू मुकबाङ भिडियोमा। अनि सो साथीहरु आज चाहिँ मैले मेरो मुकबाङ भिडियो चाहिँ हैन स्पेशल के हो भन्दाखेरि मेरो मुकबाङ भिडियो चाहिँ यहाँहरु समक्ष सिंगल म मात्र छु नि त। अनि आजको यहाँहरु समक्ष म यस मुकबाङ भिडियो यहाँलाई शो गर्ने छु। अनि सो साथीहरु आज चाहिँ मसँग के छ भन्दाखेरि चाहिँ यहाँलाई म सर है क्यामेरा ब्याक गराउँछु। साथीहरु आज मसँग छ है यो मेरो डिनरको लागि वाटरमेलन छ है। तपाईहरुलाई त थाहा छ नि हैन, वाटरमेलन माई फेभरेट, मेरो फेभरेट भनेको एउटा फ्रुट्स भनेको वाटरमेलन हो। अनि सो यहाँ छ एउटा यो के भन्छ यसलाई लोटस, यो लोटस छ। अनि सो यहाँ थुक्पा छ। ओ माइ गॉड, थुक्पा त त्यति मलाई मन पर्दैन, तर पनि अब के गर्नु हैन, आजको डिनर यस्तै छ। अनि सो यहाँ छ अघि ठ्याक्कै यो चाहिँ सुँगुरको मासु फ्राई गरेको हो। अनि यहाँ एउटा अचार छ। अनि यता चाहिँ अब के भन्छ यसलाई सलादहरु छ। सो साथीहरु यति धेरै लोटस छ है। अनि सो अब हेरौँ, अब खानु नै पर्ने छ। मैले थुक्पा चाहिँ अलरेडी कम्प्लिट गरिसकेँ। अब सो यसलाई यो साइड राख्छु। अब आजको एकदम धेरै छ साथीहरु, सो है एकदम फास्टली खानुपर्छ नि त। वान टू थ्री। अब यसलाई यसो गरौँ। ओएमजी साथीहरु, अचार चाहिँ एकदम हट एन्ड स्पाइसी भएको रहेछ। एकदम पिरो भयो। अब वाटरमेलन आजको वाटरमेलन चाहिँ एकदम राम्रो रहेछ साथीहरु। टेस्टमा नि त्यस्तै धेरै टेस्टी। अनि सिड्सहरु चाहिँ त्यति रहेनछ के धानहरु। सिड्स नेचुरली धेरै छ।
1 2 3 4 अब यसमा चाहिँ टक्क यो सेक्वा रोलिङ गर्ने हो हल्का अचार दामी साथीहरु टक्क साथीहरु पान यसरी नै खान्छन् मान्छेले हैन तर म चाहिँ पान चाहिँ खान्दिन है खानेहरुले This is carrot salad and it is good for health and स्वास्थ्यको लागि एकदम राम्रो छ well प्राय मलाई मन पर्छ स्वीटले यस्तो डिस्टर्ब गर्छ साथीहरु टपपट्टिको अब देखाउँछु साथीहरु यहाँ चाहिँ अचार छ है साथीहरु यसो यो अब अलिक प्लेट हैन अर्कै खालको छ र यसलाई टपपछप यम्मी बाप रे बाप साथीहरु खाएको देख्दा त के भन्नुहुन्छ होला नि कहिले खाना नपाएको जतिकै भन्नुहुन्छ होला त्यस्तो हैन है साथीहरु कहिले कहिले यसरी खाँदाको टेस्टै पनि अर्कै फाल्टो हुन्छ
साथीहरु पिरो भयो। वाटरमेलन दिस इज लास्ट है, यो चाहिँ अन्तिम। लिप्स वरिपरि पोल्न थाल्यो साथीहरु, अप डाउन। पनि कम्प्लिट भयो साथीहरु। अब यसलाई साइडतिर राखौँ। एकदम पेटो हुँदै गयो साथीहरुभित्र। Let us also complete. This is cucumber. यसलाई यो चाहिँ काँक्रा है साथीहरु। We get 95% water in cucumber. यो काँक्रामा हामीले चाहिँ 95% पानीको मात्रा चाहिँ पाउने गर्छौं। And this also good for health. एकदम पिरो भएकोले गर्दा साथीहरु बोल्न सकिँदैन छैन। लास्टमा त पिरो अमिलो मिक्स भएको छ।
चम्चीहरुको भएछ हुन्छ तपाईँको फोन छैन त चम्चीले काम दिएन साथीहरु अब हातले बजाउने हो बस्नु लाग्यो खाइराख्नु भएको छैन हैन साथीहरु के गर्नु मिठो भएपछि थाल चाट्नै पर्यो कराई भए त अझै कराई नै चाटिन्थ्यो लास्ट चाहिँ एकदम हेर्नुहोस् ग्रेभी पिरो अमिलो उत्तिकै कस्तो प्लेट चाट्ने भन्नुहुन्छ होला नि फाइनली साथीहरु खाइयो पियो पचाइयो है यति धेरै ढावा इन्जोयले भयो साथीहरु सो अब चाहिँ मैले आजको मेरो यस मुकबाङ पनि भनौं हैन डिनर पनि भनौं अल सबै मैले कम्प्लिट गरिसके एकदम पिरो भइराछ साथीहरु बोल्न पनि एकदम गाह्रो भइराछ ओके साथीहरु आजको मेरो यस मुकबाङहरु जिब्रै लाग्दै छैन साथीहरु पिरोले मेरो आजको यस मुकबाङ भिडियो चाहिँ यहाँ समक्ष यति नै सो गर्दै भोलिको अर्को नयाँ भ्लगमा भेट्ने बाचाको सहित यहाँ समक्ष बिदा हुन चाहन्छु बाइ बाइ सी यू